मेलमिलापकर्ता फाटेको मनुष्यले डाक्टर हो र फाटेको मनुष्य हुनका लागि चाहिँ के कस्ता औजारहरू जरुरी हुन्छन् हामीले त्यो विभिन्न कुराहरू छलफल गरेका छौँ र यहाँ हाम्रो मूलभूत कुरा फाटेको मनहरूलाई आपसी संवादको सियोले सिउँछौँ भने विश्वासको धागोले टाका लगाउँछौँ र विश्वास कतिको जरुरी हुन्छ कुनै पनि विवाद समाधान गर्दा त्यो हामीले यहाँ गरेको भूमिका अभिनयबाट पनि प्रष्ट भएका छौँ। यसर्थ तपाईहरु सबैलाई आगामी दिनमा सफलता मिलोस् र यो तालिमको अवसर यहाँ जुटाइदिनु भएकोमा म गोल्याङ नगरपालिका परिवारप्रति हार्दिक आभार व्यक्त गर्न चाहन्छु। जुन प्रकारले प्राकृतिक स्रोत द्वन्द्वरूपादेखि नेपाललाई उहाँले विश्वास गर्नुभयो, नेपालमा जसले पाए त्यसले यो तालिम दिन पाउँदैन। यसका लागि मेलमिलाप सम्बन्धी ऐन 2068 बमोजिम गठित संस्था मेलमिलाप परिषद छ र मेलमिलाप परिषदले अहिले 43 वटा संस्थालाई स्वीकृति मात्रै प्रदान गरेको छ र उक्त संस्थाले प्रदान गरेको तालिम सञ्चालन भएको छ भने भोलिको दिनमा त्यसको आधिकारिकता प्राप्त हुन्छ। हैन भने अहिलेको लागि नगरपालिकामा त तपाईहरु मेलमिलापकर्ता बन्नुहुन्छ, भोलिको दिनमा यो सर्टिफिकेट लगेर तपाईं अदालत जानुभयो भने त्यो नहुन सक्थ्यो। तर अब हामी के का लागि पनि एलिजिबल भएका छौं भन्दा हाम्रो गाउँठाउँमा रहेको मेलमिलाप केन्द्र मात्रै नभइकन भोलिको दिनमा जिल्ला अदालत, उच्च अदालत, सर्वोच्च अदालत, श्रम अदालत जुनसुकै ठाउँमा पनि आफू मेलमिलापकर्ताको रूपमा सुस्कित हुनुको एउटा दक्षता जुन यो आधारभूत तालिम तपाईले हासिल गर्नुभएको छ 8 दिनको 48 घण्टाको यस तालिमले तपाईलाई सो अवस्थामा पुर्याएको छ र आगामी दिनमा नगरपालिकाले यो मेलमिलापकर्ताहरूलाई कसरी परिचालन गर्ने, उहाँहरूलाई मेलमिलाप केन्द्रको व्यवस्थापन गरिकन मेलमिलापकर्ता प्रोत्साहन कसरी गर्ने त्यो बारेमा सोचोस् भन्ने पनि मैले यही फोरममा आज अनुरोध गर्न चाहे। मिलाउन जसले पनि पाउँछ, तर मिलाउँदाखेरि चाहिँ त्यसको कानुनी मान्यता के हुन्छ त भोलिको दिनमा लिगालिटीको जब इस्यु उठ्छ त्यस्तो बेलामा नेपालको कानुनले चिनेको न्यायिक समिति मातहतमा रहेको हामी मेलमिलापकर्ता र आफ्नो क्षेत्राधिकारमा रहेको कुराहरूलाई तपाईहरुले आफ्नै गाउँठाउँमा रहेर अदालतको बोझ कम गर्ने, समय पनि नलाग्ने, पैसा पनि नलाग्ने र सम्बन्ध पनि नटुट्ने खालको जुन यो मेलमिलाप पद्धति छ यसलाई अगाडि बढाउनु हुनेछ भन्ने मैले तपाईहरुमा विनम्र अनुरोध गर्दै यो 8 दिनसम्म जुन धैर्यताका साथ तपाईहरु यहाँ बसिदिनु भयो, आफ्नो घरको काम खाती राखेर त्यत्रो दुर्गम भेगमा जुन प्रकारको हाम्रो बाध्यता थियो त्यसलाई तपाईले पछाएर जुन यो सक्रियता देखाउनु भयो यसका लागि म हामी प्रशिक्षकहरूको तर्फबाट हार्दिक आभार कृतज्ञता व्यक्त गर्न चाहन्छु र सम्पूर्णमा पुनः धन्यवाद दिँदै तपाईहरुमा आगामी दिनमा सफलता मिलोस्। तपाईहरु हामी सँगै छौं। तपाईहरुलाई कुनै बखत कुनै समस्या पर्यो मेलमिलापको सन्दर्भमा न्याय सम्पादनको बखत भने हामीसँग न्यायिक समिति छ, हामीसँग नगरपालिका छ र सँगै तपाईहरु हामी सँगै एउटा ढुङ्गामा छौं र यो मेलमिलाप ढुङ्गालाई अगाडि बढाउनका लागि हाम्रो तर्फबाट हुने काम, हाम्रो तर्फबाट हुने सहयोगमा हामी सदैव तपाईहरुको साथ सहयोग गर्नेछौं भन्ने प्रतिबद्धता व्यक्त गर्दै यो अवसरको लागि पुनः नगरपालिका परिवारप्रति हार्दिक आभार व्यक्त गर्दै तपाईहरु सबैलाई पुनः धन्यवाद दिँदै म यहाँबाट बिदा हुन्छु। धेरै धेरै धन्यवाद। जय मेलमिलाप।